आज विश्वकर्मा पूजा अर्थात् सृष्टिमा निर्माण गर्ने देवता भगवान विश्वकर्माको पूजा सबै ठाउँमा विश्वभरि नै विश्वकर्मा पूजा मनाइन्छ। कल कारखानाहरूमा विभिन्न मेसिन औजार निर्माण हुने ठाउँमा साइकल मोटरसाइकलदेखि किराना पसलसम्म सबैले भगवान विश्वकर्माको पूजा गर्दै आएका छन् र यस वर्ष पनि गरि नै रहेका छन्। तर जेन्जीको आन्दोलनको क्रममा राजविराजमा धेरै जस्तो संरचना ध्वस्त भएपछि रौनक त्यति देखिएको छैन। हुन त प्रत्येक वर्ष भगवान विश्वकर्माको पूजामा विभिन्न किसिमका धार्मिकसँगै सांस्कृतिक कार्यक्रमहरू पनि राजविराजमा हुँदै आएका थिए। तर यस वर्ष आन्दोलनले गर्दा हेर्नुस् यो दृश्य क्षति त्यति भएको छ कि सांस्कृतिक कार्यक्रमहरू सबै रद्द भएर विश्वकर्मा पूजाको दिन मात्र भगवान विश्वकर्माको पूजा गरेर मनाउने साधारण तरिकाले मनाउने देखिएको छ। यसपालि अन्य वर्ष जस्तो रौनकता चाहिँ विश्वकर्मा पूजामा देखिएको छैन। जेन्जीको आन्दोलनको प्रभावले गर्दा सरकारी कार्यालयहरू लगायत विभिन्न ठाउँमा क्षति पुगेको कारण यस वर्षको विश्वकर्मा पूजामा सांस्कृतिक कार्यक्रमहरू नहुने भएको छ। राजविराजको विभिन्न स्थानमा विगतदेखि नै भव्य रूपमा विश्वकर्मा पूजा हुँदै आएको थियो। तर चर्किएको आन्दोलन र प्रदर्शनको क्रममा राजविराज नगरपालिका सहित विभिन्न सरकारी कार्यालयहरूमा भएको क्षतिले गर्दा यसपालिको विश्वकर्मा पूजामा त्यति रौनक भने छैन। विभिन्न स्थानबाट हाम्रा अग्रज पत्रकार मनोज कुमार माझीले यो भिडियोहरू सङ्कलन गर्नु भएको छ। यी हेर्नुस् गाडीहरूको स्थिति। जेन्जीको प्रदर्शनको क्रममा यसरी चाहिँ घुसपैठ भएको भनिन्छ र यसरी क्षतिहरू भएको हामी हेर्न सक्छौँ यो भिडियोमा। र यो क्षतिले नै यसपालिको विश्वकर्मा पूजामा रौनक चाहिँ घटाएको रहेछ। हेर्नुस् अवस्था के रहेछ। विश्वकर्मा पूजा संसारभरि हामी मनाउँछौँ र कल कारखाना गाडी मेसिन जसले साइकल चढ्छ अथवा भनौँ न सेलुन अथवा किराना पसलमा पनि विश्वकर्माको पूजा गर्ने गरिन्छ, चलन छ। सृष्टिको निर्माणकर्ताको रूपमा भगवान विश्वकर्मालाई चिनिन्छ। तर आन्दोलनको असरले गर्दा विश्वकर्मा पूजामा रौनक भने छैन। तर पनि विश्वकर्मा पूजा त प्रत्येक वर्ष हुँदै आएको छ र एउटा अचम्भको कुरा कि प्रत्येक वर्ष 17 सेप्टेम्बरकै दिन यो पूजा हुँदै आएको छ।